क्या भुत्रो यहाँको बाख्राले खाँदै खाएन होइन ऊकोले सबै ठाउँकाले खान्छ तर मैले पालेकोले नखाने दाना पनि पकाउँछ ए दाना त झन् दबाई हो तपाईँको चाँडै बोक्रा भन्दा दाना चाहिँ दबाई हाई गाइज वेलकम टु माई न्यू ब्लग आजको ब्लगमा स्वागत गर्न चाहन्छु म विश्व राई म अहिले उदयपुर बेलटार चौरीगढ नगरपालिकामा छु सो अनि मेरो छेउमा हुनुहुन्छ बाजेहरू जो चाहिँ गफ गर्नुहुँदैछ सो आज चाहिँ म तपाईँले देखाउन गइरहेको छु हाम्रो बाजेहरू गाउँघरको उहाँको घर यतै पर हो सो उहाँहरू चाहिँ यहाँ आएर गफ गर्नुहुँदैछ म यहाँ दिदीको घरमा आएको छु सो मेरो यो दिदीको घर हो तपाईँलाई थाहा छ अस्ति पनि मैले भनेको थिएँ सो अहिले चाहिँ हावा हुन्डरी चलिरहेछ सो म अहिले तपाईँहरूलाई यस्तो हल्का बाँसहरू हल्लेको देखाउन चाहन्छु र हावा आएर चाहिँ बाँसहरू हल्लाइरहेको छ यी देख्न सक्नुहुन्छ यस्तो दामी हल्लाइरहेछ सो सर हावाको लहरसँग उडिरहनु जस्तो लाग्छ नि बाजेहरू पनि गफ दिइराख्नु भएको छ उहाँहरू मित्र हुनुहुन्छ सो यस्तो दामी कि कस्तो दामी हावाले उडाइरहेछ है यस्तो लहर आइरहेको छ यो चाहिँ लहरीहरू हो लहरीहरू यस्तो दामी हल्लाइरहेछ हेर्नु न सर कस्तो दामी फिल हुन्छ यस्तोमा सो गाइज तपाईँहरू मेरो च्यानल नयाँ हुन्छ च्यानल सब्सक्राइब गर्नु होला है विश्व राई जो चाहिँ मेरो अगाडिको च्यानल थियो विश्व राई ब्लग्स त्यो चाहिँ अहिले लगभग डेट भयो सो त्यो मैले अब छोडिसकेँ अहिले नयाँ च्यानल छ मेरो विश्व राई त्यसमा सब्सक्राइब गर्नु लाइक गर्नु है अनि यो चाहिँ हावा किन चलिरहेको छ मलाई थाहा छैन सो पानी आउँछ कि जस्तो पनि लाग्दैछ अब बर्खायाम छ बर्खायाममा पानी पनि आउनसक्छ होइन त्यही हो पानी पनि आउनसक्छ होला सायद पानी पर्न लाइन होला किन हावा चलिरहन्छ शीतल भइरहन्छ नि त अनि घरि पानी आउँछ घरि घाम हुन्छ क्या हिजो त यस्तो दामी होइन पानी आएको त शीतल भएको त दिन पानी आएर तर आज चाहिँ पानी आउँछ थाहा छैन हावा चाहिँ चलिरहेको जस्तो दामी है मेरो दिदीको घरमा चाहिँ पाल्नुहुन्छ यो परेवाहरू त्यो चाहिँ परेवाको बसर छ मतलब परेवाको खोर भन्नु खोजेको सरी सो खोर हो होइन सो पनि देख्न सक्नुहुन्छ सो यो चाहिँ करातेको ड्रेस हो दिदीले चाहिँ 2 दिन भएको थियो भान्जीहरूको लुगाहरू हो धोइदिएर चाहिँ सुकाइदिनु हुँदैछ सो आज घाम दामी लागेको छ गाइज सो आज चाहिँ लुगा धोएर सुकाउँदा पनि दामी हुन्छ है यस्तो घाममा नै सुकाउने हो नि त है टक्क दामी अब हावाले पनि सुक्छ प्लस घाम पनि आइरहेछ घाममा पनि ट्याक्क सुकाउनु दामी हुन्छ त्यही हो है तपाईँहरू कसरी सुकाउनुहुन्छ कराते सिक्ने मान्छे हो हाम्रो भान्जी त्यो कराते सिक्नुहुन्छ यो करातेको ड्रेस चाहिँ यस्तो हुन्छ यतातिर हाम्रो सेतो कलरको होइन अनि पछाडि तेक्वान्डो भनेर लेखेको हुन्छ भान्जीको लुगा अनि यो चाहिँ सानो भान्जाको लुगा हुनुपर्छ सो अहिले चाहिँ घाम आयो हेर्नु सो घाम आइसकेको छ अहिले होइन घाम आइसक्यो अनि घाममा चाहिँ लुगाहरू सुकाउनुपर्छ नुहाउनुपर्छ होइन हजुर त्यही हो ल त्यहाँ 4हरू पनि छ अनि थुप्रो मेरो काम छ 3-4 त काम छ एउटा मात्रै होइन अलिक टाइम हजुर अलिक टाइम लाग्छ सफलतालाई 7500 चाहियो अरे 7500 चाहियो भन्दैछ अनि त्यो माथि ल्याइमा आएको छ अरे गुरु ल्याइमा आएको छ 7500 चाहियो त्यहाँ भनिदिनु मम्मीलाई मम्मी बाबालाई भन्नु भने चिठी आइरहेको छ हजुर अस्ति नै मैले 11000 रुपियाँ दिएको त्यो अब त पच्यो अरे अब 7500 फेरि अर्को सो अहिले चाहिँ लगभग बिलको लागि कुरा गर्नुहुँदैछ हाम्रो दिदीले जो चाहिँ भेनासँग गर्नुहुँदैछ भान्जीको लागि जो चाहिँ टेक्वान्डो विराटनगर लाने भन्दै
लाता हान्नु मलाई त भन्नु पनि आउँदैन मान्छे कुट्ने जान्छ त्यो मिलाइदिनु पर्यो एकछिन त्यहाँ भेटेर त्यहाँ आउनु त त्यो चोकमा निस्किनु भनेको छु कि यही थिरे घर अगाडि 1 बजीतिर भेटौँ भन्छ अब कति बजे हिँड्नु पर्यो एकजना आएको नै होला अब ल जति कुरा गरे पनि त्यही हो धेरै कुरा गर्नु पनि मेरो टाउको दुख्छ धेरै गर्नु पर्यो भने हाम्रोतिर चाहिँ के हुन्छ भने गाइज अब गाउँघरमा चाहिँ आउने गफसप गर्ने रमाइलो गर्ने हुन्छ सो हाम्रो बाजेहरू पनि हुनुहुन्छ आज उहाँ छिमेकी बाजेहरू आएर चाहिँ गफ गरिराख्नु भएको छ सो देख्न सक्नुहुन्छ है अति नै हुन्छ नि उमेर पुगेको बाजेहरू हुनुहुन्छ सो त्यही हो मेरो भ्लग चाहिँ आज यतिकै मैले यसो हल्का स्टार्ट गरेँ होइन ग्रो अब भइरहेको छ होइन मेरो कन्फिडेन्स बढिरहेको छ च्यानल अब ग्रो पनि हुँदैछ सो गाइज तपाईँहरू कहाँदेखि हेर्नुहुँदैछ कमेन्ट गर्नु होला अनि मन परेन सो अर्ग्यानिक भ्लग हो यो चाहिँ होइन अर्ग्यानिक भ्लग सो मनपर्छ भने लाइक सेयर गरिदिनु होला र मेरो च्यानलमा आउँछ भने च्यानल सब्सक्राइब गरिदिनु होला है सो आजभोलि गर्मी फेरि बढ्यो हिजो पानी परेदेखि आज फेरि गर्मी बढ्यो र घाम पनि चर्किरहेको छ सो सबैजना सुरक्षा रहनु होला सो म चाहिँ बेलटारदेखि हो सबैजनाले चाहिँ बेलटारको मान्छेहरूले चाहिँ सपोर्ट गर्नु पर्यो है चौडनीगढ नगरपालिका वार्ड नम्बर 7 देखि सबले सपोर्ट गर्नु पर्यो है भन्दै सब्सक्राइब गर्नु होला भन्दै आजले बिदा हुन चाहन्छु ओके बाई सो फेरि नेक्स्ट भ्लग लिएर आउनेछु तपाईँसँग बिदा हुन चाहन्छु ओके बाई सी यू बाई बाई बाजे जानु भएको हुन्छ सो आउँदै गर्नु है बाजे हुन्छ ए काका ल सो गाइज हाम्रो गाउँघरमा चाहिँ भेला हुने रमाइलो गर्ने शीतल गर्ने उहाँ अङ्कल चाहिँ हाम्रो अङ्कल यहाँ तलको गाउँको हुनुहुन्छ